नेकपा एमाले यसपटक सबभन्दा अनुकूल अवस्थामा छ अहिले परिणामका हिसाबले। भनेको तपाईहरुलाई फर्स्ट सेकेन्ड थर्ड भइहालिन्छ भन्ने। म तपाईलाई के भन्छु भन्दै यो निर्वाचनबाट नेकपा एमाले राष्ट्रको पहिलो शक्तिका रूपमा फागुन 21 को चुनावमा 79 को निर्वाचनको तुलनामा धेरै सबल स्थितिमा नेकपा एमाले आउँदैछ। मासज्यू तपाईले पक्कै दुईटा हुन्छ है यो दाबी चाहिँ। एउटा त्यति बेला 79 को निर्वाचनमा एकजना सञ्चारकर्मीले गरेको अन्तर्वार्तामा तपाईको अध्यक्षले हामी 150 सीट जित्छौं भन्दा त्यसलाई हाँसोको विषय बनाइयो, पछाडी त्यसलाई ट्रोल गर्ने काम भयो। तर एउटा लडाईँमा जाने योद्धाको पनि कमान्डर लाई त के सोधिनु पर्थ्यो जस्तो मलाई लाग्छ भने 150 सीट हामी जित्छौं भन्दा तपाईले हार्ने सीट चाहिँ कुन हो भनेर सोधिनु पर्थ्यो जस्तो लाग्छ मलाई, हैन? त्यस्तो त अहिले तपाई पनि एउटा कमान्डर हो। त्यस नाताले तपाईले हामी सबभन्दा ठूलो दल भएर आउँदैछौं, 79 भन्दा पनि बढी सीट लिएर आउँदैछौं भन्ने कुरा त ठिकै होला। तर यो वस्तुपरक छ, परिस्थितिजन्य छ। वस्तुपरक होइन, परिणामपरक छ। फागुन 21 पछि पनि भेट हुन्छ मेरो तपाईसँग। हुन्छ, फेरि संवाद गर्छौं नि त। के कारणले मान्छेले यो पटक एमालेलाई पहिलो ठुलो दल बनाएर पठाउँछ? 23 र 24 गतेको षड्यन्त्र राष्ट्रको जीवनमा असाधारण षड्यन्त्र हो भन्ने कुराको अनुभूति गर्ने जनमत बढ्दो क्रममा छ। जति एनार्किस्टहरू चाहिँ अफेन्सिभ भइरहेका छन्, किन अफेन्सिभ भएको छन् भन्दाखेरि उनीहरूको जनमत खस्किँदैछ, त्यही भएर उनीहरू आक्रामक छन्, तिनीहरू अराजक ढङ्गले प्रस्तुत भइरहेका छन्। कोही पनि आफ्नो विजयको सुनिश्चितता हुन्छ भने बडा भद्रशालीन हुने गर्दछ। ओके, जो चाहिँ भयभीत हुने गर्दछ ऊ अत्यन्त अराजक र चाहिँ उद्दण्ड भएर प्रस्तुत हुने गर्दछ। आफूले जिते भनेर ठानेको चिज जब गुम्न थाल्दछ त्यसपछि ऊ चाहिँ अफेन्सिभ र आक्रामक हुन थाल्दछ। दृश्यहरू चाहिँ हामीले दक्षिण एसियाका 3वटा मुलुकमा यस्तै घटना भेट्यौं, श्रीलङ्का, बङ्गलादेश, नेपाल। श्रीलङ्काले पनि जसले विद्रोह गरे तिनीहरूलाई पराजित गर्यो, निर्वाचन भयो, त्यहाँ पनि निर्वाचनबाटै पराजित गर्यो, राजनीतिक विचारधारालाई स्थापित गर्यो, त्यहाँ त झन् वामपन्थीलाई नै स्थापित गर्यो। बङ्गलादेशले पनि विद्रोहकर्ताहरूलाई पराजित गर्यो, पुराना राजनीतिक दलहरूलाई स्थापित गर्यो। तर कारकलाई त निर्वाचनमा जान नै दिएन नि। त्यो त प्रतिबन्धका कारणले भएको परिणामलाई त हामी तुलना नगरौँ न।